यो चाहिँ धरानको श्रम संस्कृति पार्क हो। म माथि टपबाट नै भिडियो गर्दैछु। यो धरानको एकदमै मुटु नै मान्छु म चाहिँ, किनभने यहाँ अहिले पर्यटकहरू एकदमै लोभिएका छन्। कति आउने जाने पर्यटकहरू छन्। म चाहिँ यसो विचार गर्छु कि यहाँ आएपछि प्राय कति मान्छेहरू चाहिँ फर्किनु मान्दैन। रात परेपछि फर्किन्छन्, किनभने बसौँ 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 जस्तो लाग्छ क्या। अनि एकदम पहाडको फेदमा छ, शीतल होइन। अनि यहाँ एउटा खोला छ। यो खोलाको आवाज आउँछ, कल 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 आवाज आउँछ खोलाको आवाज। त्यो आवाज सुन्दाखेरि अर्कै खालको सन्तुष्टि फिल हुन्छ। मलाई लाग्छ त्यो पहाडमा पहिला हामी बस्दाखेरि खोला कराउँथ्यो गुटुटुटुटुटुटुटु, अनि निन्द्रा यस्तो लाग्थ्यो होइन, त्यस्तै नै लागिरहेछ हौ मलाई त। अनि यो विकास चाहिँ यसरी नै हुँदो रहेछ। यदि हामीले साँच्चै नै सोच्यौँ भने हाम्रो मेयर हर्क साम्पाङ उहाँले जुन परिकल्पना गर्नुभयो त्यसरी नै परिकल्पना गरेर होइन, हाम्रो गाउँठाउँमा भएका यस्तो खोला नालाहरू सदुपयोग गरेर पार्क बनाइदियो भने आन्तरिक पर्यटक मात्र नभएर विदेशी पर्यटक पनि घुम्न आउने रहेछ भन्ने कुरो चाहिँ एउटा उदाहरण हो है। अहिले यहाँनिर यसरी मान्छे आउँछन्, यसरी घुम्छन् भन्ने कसैले पनि सोचेको थिएन। यो त एउटा खोलाको बगर हो नि त। यहाँ त सायद अब पहिला यसो गिटी कुट्नेहरू थियो होला जस्तो लाग्छ, म त थाहा छैन। तर ढुङ्गाहरू हेर्दाखेरि है, ढुङ्गा बटुल्नेहरू थियो होला। यो पहाडबाट एकदमै ढुङ्गाहरू बगाएर कति लिएको छ है, ठुला ठुला ढुङ्गाहरू छ क्या यहाँ। अनि यो ढुङ्गाहरू हेर्दाखेरि होइन, यो एउटा खोला पनि ठुलो खोला होइन, यो खरे खोला जस्तो लाग्छ। किनभने यहाँनिर पानी नै छैन, यो सानो पानी छ। यो अहिले पछि त सुक्छ होला सायद, मलाई त्यति राम्रो थाहा चाहिँ छैन। म अलिक तलतिरकै मान्छे परेँ। अनि यो खोलालाई कस्तो मजाले सदुपयोग गर्नुभएको छ भने, यो हेर्नुहोस्, यो तार जाली लगाएर, यो तार जाली सायद यो बाढीले अलिक बिगारे जस्तो छ। यो बाढी आउने ठाउँ खरे खोला है, सानो खोला भने खरे खोला उर्लेर आउने ठाउँमा यस्तो राम्रो पार्क चाहिँ बनाउनु भएको छ। यो परिकल्पनालाई चाहिँ एकदमै महान मान्छु म चाहिँ है। अनि विशेष गरेर यो हर्क साम्पाङज्यूको परिकल्पना भए तापनि सबै जनता मिलेर साथीभाइ देश विदेशबाट सहयोग गरेको रहेछ। किनभने यहाँनिर त्यो हरेक बस्ने ठाउँदेखि लिएर त्यो सहयोग गरेको नामहरू नेम प्लेटहरू यहाँनिर टाँसेको छ है। अनि टाँसेको कारणले सबै मिलेर बनाउनु भएको हो। तर यो परिकल्पना चाहिँ उहाँले गर्नुभएको है। उहाँको परिकल्पनामा बनेको यो श्रम संस्कृति पार्क एकदमै राम्रो छ। राम्रो पनि अति राम्रो लाग्यो मलाई चाहिँ, अति राम्रो लाग्यो एकदमै। म आएको 2 घन्टा भइसक्यो, मलाई यहाँबाट फर्किनु मन लागेको छैन है। अब कति बेला फर्किन्छु थाहा छैन। फेरि यहाँ आउनलाई त्यति गाह्रो पनि छैन, 200 रुपियाँमा आइहाल्छ। रिजर्भ अटोमा आइहालिन्छ, अटो जति पनि पाइन्छ है। यहाँनिर रात परे पनि बिजोग भइन्छ भन्ने चाहिँ छैन। धरान नगर हो, धरानमा सबै कुरो छ। यो पारिपट्टि कस्तो मजाको बनाउनु भएको छ। अघि हामी आउँदा एकजना पनि मान्छे थिएन, अहिले हेर्नु मान्छे बढ्दैछ है। घुम्ने पर्यटकहरू कति बढ्दैछ होइन। अनि धरानको यातायात जुन अटो व्यवसायहरूलाई राम्रो अब रोजगार जस्तै उहाँहरूको आय स्रोत बढेको छ। किनभने यो श्रम संस्कृति पार्क आउने मान्छेहरू एकदमै त्यो अटोमा चढेर आउँछ होइन। त्यो पनि एउटा ठुलो रोजगार हो। अनि धरानलाई यो श्रम संस्कृति पार्कले ठुलो टेवा पुगेको छ। यहाँ हेर्नुहोस् कस्तो कस्तो मूर्तिहरू बनाउनु भएको छ। बिचारा बुढी आमै है, यस्तो बनाउनु भएको रहेछ है। अनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ। हामी पनि हाम्रो देशमा आफ्नो गाउँ ठाउँमा यस्तो खोलाहरू छ भने
यसरी सबैजना मिलेर श्रम गरेर है सहायता गरेर बनाउन सकिँदो रहेछ है। यो परिकल्पना सायद यो पहिलो परिकल्पना नै होला, किनभने धरानमा यत्रो साल मा अहिले यो बनेको हेर्दा चाहिँ त्यस्तै लाग्छ मलाई चाहिँ है। यो माथि धरानले चाहिँ म माथि त्यही धरान लेखेको ठाउँबाट झरेको बनाउँदै बनाउँदै है। अनि यहाँनिर खोज हो, यो चाहिँ एउटा खोलाको खोज हो। अनि यो माथि पहाडको फेद हो, यो माथि चाहिँ एकदमै आकाशै छुने खालको पहाड चाहिँ यो माथि चाहिँ भेरटारको डाँडा हो यो है। एकदमै राम्रो छ। यो पारिपट्टि ओसो पार्क पनि छ, हामी त्यतातिर पनि जान्छौँ। यो खोलाको बगर हो है। हामी यो खोला तरेर पारी गएको छौँ। अब यो पारी हेर्नु खोला ढुङ्गै ढुङ्गा चाहिँ बगर क्या बगर। घर बनाउँछु भनेर मात्रै हुँदैन, घरको डिजाइन गर्ने नै मान्छे म ठान्दछु। अब त्यो अनि मिस्त्री होइन, अनि त्यहाँको त्यो मिस्त्री छैन भने घर बनाउनै सकिँदैन। त्यस्तै नै यो पनि एउटा परिकल्पना गर्नु नै सबैभन्दा ठुलो कुरो हो। यसरी बनाउनुपर्छ, यसरी बनाउनुपर्छ भन्ने, नत्र भए यसरी बनाउनुपर्छ भन्ने कसलाई थाहा हुन्छ र। बनाउँछु भनेर मात्रै हुँदैन, परिकल्पना चाहियो है। अनि सबै कुरो चाहिन्छ। अनि बनाउनेले त यसरी बनाऊ भन्दा बनाइहाल्छ नि होइन। यो पानी, यो मुनिबाट पानी कुदाउनु भएको छ उहाँले। यो पानी पहिला कहाँबाट कुद्थ्यो, यो खोला भएर कुद्थ्यो। अहिले यो मुनि मुनि पानी छ, माथि माथि मान्छे हिँड्ने बाटो बनाउनु छ। यहाँ ढुङ्गाको हेर्नु कति राम्रो ढुङ्गा माथि चढाउनु भएको छ। ल यहाँ आइपुग्यो। यो बाटो पनि हो, यो माथि च्यान डाँडा छ। हेर्नुहोस् है, तपाईँहरू पनि घुम्न आउनुहोस्, आफ्नो साथीभाइलाई पनि भन्नुहोस्, भाइरल बनाउनुहोस्। धरानको यो श्रम संस्कृति पार्क एकचोटि चाहिँ भिजिट गर्नु होला। म पनि धरानको होइन, तर पनि म चाहिँ सपोर्ट गर्छु है। अनि देश विदेशमा हुनेहरूले पनि यसो प्रचार गर्नु होला है, त्यही भन्न चाहन्छु। राम्रो सन्देश दिनु होला। यो यतापट्टि चाहिँ फेरि ओसो ध्यान केन्द्र छ। यहाँ यतापट्टि चाहिँ ओसो ध्यान केन्द्र। यहाँ एउटा ब्रिज छ है, यहाँदेखि ठ्याक्कै यो बाटो चाहिँ यो माथि मरेको मान्छेहरू गाड्ने भनौँ न, च्यानहरू भनौँ न, माथि समाधिस्थल छ जात जातिहरूको। अस्ति म पनि गएको छु यहाँ, आफ्नो आफन्त मेरो काका बित्नु भएर। यहाँ चाहिँ ओसो ध्यान केन्द्र।